सबैलाई नमस्कार। स्वागत छ मेरो युट्युब च्यानलमा। आज म कोरियामा बौद्ध गुम्बाको अवस्था देखाउँदै छु। बौद्ध गुम्बाको अवस्था देखेर एकदम दुःख लागेर आयो। यहाँको बौद्ध गुम्बा किन यस्तो खण्डहरमा परिणत भएको छ, के भएर यहाँका मान्छेहरूले संरक्षण गरिरहेका छैनन्। यस्तो ठुलो प्राचीन कालको बौद्ध गुम्बामा पनि किन आज यस्तो झार पलाएको छ, रुख बिरुवा उम्रेको छ। हेर्नु होला, म सुरुदेखि यो बौद्ध विहारको तपाईहरुलाई देखाउन गइरहेको छु। यो चाहिँ गेट रहेको छ। हेर्नु होला, यो गेट भित्र ठुलो एरिया छ, तर सबै जङ्गल भएको छ। यहाँ झार पलाएको छ, यहाँ कोही आउनेवाला छैन, संरक्षण गर्नेवाला छैन। हेर्नु होला, वास्तुकलाको रूपमा पनि पहिलेको यस्तो नेपालमा पनि यस्तै मन्दिरको अगाडि बनाइने गर्छ यस्तो छ, तर पनि यहाँ चाहिँ सबै रुखले ढाकेको छ। यहाँ हेर्नु होला, सबै झार पलाएको छ। त्यसै गरेर यसरी संरक्षणको अभाव देखिन्छ। पुरै जङ्गल भएको छ। हेर्दाखेरि भित्र धेरै राम्रो छ, तर यहाँ कोही आउनेवाला छैन। यो पुरै जीर्ण भएर गइसकेको रहेछ। यसरी अपहेलना गरिएको हो कि बौद्ध गुम्बालाई के गरिएको हो, तपाईहरुलाई म देखाउन जान्छु। यता पनि छ, एकदमै आकर्षक। हेर्नु होला, यो चाहिँ गेट भयो, ठुलो एरिया छ। यसरी झार पलाएको छ। यसरी झार पलाएको छ। यहाँ हेर्नु होला, यो चाहिँ गेट रहेको छ, भित्र छिर्ने एकदम कलात्मक रहेको छ। कलात्मक भित्र म भित्र छिर्दैछु, देखाउन गइरहेको छु। पुरै खण्डहर भएको छ। यहाँ ढोका खुल्लै छ। यसरी यो चाहिँ कुनै यो च्यान नै हुनुपर्छ, कुनै राजाको थियो कि कसको थियो थाहा भएन। यसरी वरिपरि यहाँ चाहिँ, तर पनि यो संरक्षणको अभाव रहेको छ। कलात्मक रहेको छ। यसरी झार पलाएको छ। हेर्नु होला, फेरि म अर्को गुम्बातिर छेउकै रहेको छ। यो देख्नु होला मन्दिर, यो पनि झार पलाएर यस्तो अवस्था छ। यस्तो छ। हेर्नु होला, यो धेरै नै आकर्षक छ, तर सबै वरिपरि झारले जङ्गलले ढाकिसक्यो। हेर्नु होला, यो धेरै आकर्षक छ। सबै भुइँमा पनि यसरी झार पलाएर पहिलेका मान्छेहरूले पूजाआजा पनि गरेकै थियो होलान्, तर आजभोलि पुरै संरक्षण कसैले नगरेर यसरी झार पलाएको छ। हेर्नु होला, धेरै आकर्षक छ। म भित्रको गतिविधि पनि देखाउन गइरहेछु। भित्र पनि कस्तो छ हेरौँ। बाहिरको गेट हेर्नु होला, यस्तो आकर्षक छ, कलात्मक रहेको छ। भित्र जाउँ। भित्र पनि यस्तो फोहोर मैला। हेर्नु होला, सबै जङ्गल छ, जङ्गलले ढाकेको छ। संरक्षणको अभाव रहेको छ। हेर्नु होला, यस्तो कलात्मक हो यो। सबै जङ्गलै जङ्गल छ, डरलाग्दो छ ठाउँ। तर पहिले चाहिँ यहाँ पूजाआजा गर्ने चलन थियो नै होला, किनभने यो कलात्मक देख्दाखेरि, कला देख्दाखेरि यहाँको काष्ठ कला देख्न सकिन्छ। तर धेरै जीर्ण भएर गइसक्यो। यसमा संरक्षण गर्ने कसले? हेर्नु होला, यो चाहिँ पछाडिको गेट रहेको छ। वरिपरि हेर्दाखेरि झारले खाइसकेको फोहोर मैला उति नै। हेर्नु होला, यस्तो गेट रहेको छ। यसरी भत्केर गइसक्यो। यी सबै काठ मकिएर यस्तो अवस्था भएछ। यो हेर्नु होला, यो एकजना मान्छेको मूर्ति पनि बनाएको छ यो किसिमको, तर यो पनि जीर्ण भएर गइसक्यो। संरक्षण गर्ने कसले? यहाँ पनि नेपालकै जस्तो धर्मान्तरण गरेर, धर्म परिवर्तन गरेर
धेरै क्रिस्चियन भएको कारणले गर्दा नि हुनसक्छ यहाँ चाहिँ बौद्ध गुम्बाको हालत यो किसिमको रहेको छ गाइज। यस्तो कलात्मक रहेको छ। पहिले पानी पनि आउँथ्यो होला यहाँ, पानी आउने, त्यस पछाडि यो मूर्ति वरिपरि यहाँ हेर्नु होला। यो मन्दिर गुम्बा नेपालकै जस्तो रहेको छ। त्यसै गरेर भित्र के होला, यस्तो पानी आउने ठाउँै थियो होला पहिले। यता पनि हेर्न सक्नुहुन्छ, वरिपरि कम्पाउन्ड ठुलो रहेको छ, तर यहाँ कोही आउने भूत बङ्गला जस्तो भएको छ। संरक्षण छैन, जङ्गल भएको छ, रुख बिरुवा उम्रेका छन्। यहाँ हेर्नु होला, रुख बिरुवा उम्रेको छ। माथि यस्तो कलात्मक रहेको छ कि तपाईहरुलाई देखाउन चाहन्दैछु। हेर्नु होला, प्राचीन कालको कला पनि एकदमै कोरियामा रहेको थियो, तर बिस्तारै कला पनि कोरियामा पनि मासिएको मैले महसुस गरेको छु। सबै झार जङ्गल भएर यता पनि देख्न सक्नुहुन्छ, सबै जङ्गलै जङ्गल छ। यता पनि त्यस्तै, यहाँ चाहिँ पानी रहेछ। यो साइडमा पनि यस्तै मूर्ति, उतापट्टि पनि इन्ट्रान्स गेट रहेको छ, यतादेखि पनि गेट रहेको रहेछ पहिले। तर अब यो सबै जङ्गलले अबको 6-7 वर्षमा यो कुनै पनि अस्तित्व नरहला भन्न सकिँदैन। यो बिस्तारै जीर्ण भएर यो जङ्गलले, यहाँ हेर्नु होला, भित्ता हुँदी पनि सबै जङ्गलले ढाकेर, बाफरे बाफ, देख्दै दुःख लाग्दो छ यहाँको अवस्था। मलाई पनि यो बाटो हिँड्दै गर्दाखेरि यहाँ हेर्ने मौका मिल्यो, तर यहाँको अवस्था देख्दाखेरि एकदमै दुःख लागेर आयो। यस्तो प्राचीन गुम्बाहरूको हालत देख्दाखेरि किन यहाँका मान्छेहरूले संरक्षण गर्दैनन्? किन यसरी जङ्गल भयो? सबै जीर्ण भएको छ। यहाँ केही पनि छैन, अनि कोही पनि आउनेवाला छैन। तर धेरै राम्रो रहेको छ, कलात्मकै प्राचीन कालको गुम्बा हो यो। तपाईलाई देखाउन गइरहेको छु। यसरी यो झार पलाएर त्यस्तो रहेको छ गाइस।